हामीले चाहिँ सक्कल र सिर्जना दुईटा भेराइटीको प्लान्ट लगाएको थियो र स्टेकिङ पनि गरिसकेको छु। हाम्रो फिल्डलाई इलामको वातावरण अनुसार ह्युमिडिटी लेभल हाई भएर अर्ली ब्लाइट भेटिसकेको थियो। अनि अर्ली ब्लाइट भेटिसकेपछि यसमा कन्ट्रोल गर्नको लागि चाहिँ यो अलरेडी हामीले डिफ्रेन्ट मल्चिङहरू गरेको छु। नन मल्चिङ, स्ट्र मल्चिङ, लिफ मल्चिङ र वुडेन भुसा मल्चिङ र अर्को प्लास्टिक मल्चिङ। र त्यसमा पनि त्यो ह्युमिडिटी इन्भाइरोमेन्टको कारणले अर्ली ब्लाइट भेटिसकेको थियो। त्यो कन्ट्रोल गर्नको लागि इन्डोफिल हामी स्प्रे गरेको थियो 2 ग्राम पर लिटरको डोजमा। अनि त्यसपछि 2 दिनपछि हाम्रो चाहिँ मौसम ठिक भएको कारणले सन ड्युरेसन पनि लागेको कारणले यो चाहिँ अलि 2 दिनदेखि ठिक कन्डिसनमा आइरहेछ। प्लान्टहरू बिरुवाहरू अहिले यस्तो अवस्थामा छ। यो लिफ बेड भयो, लिफी मल्चिङको बेड। प्लास्टिक मल्चिङको बेडमा अहिलेको कन्डिसनमा यस्तो बोटहरू भइसकेछ। भेजिटेटिभ स्टेजदेखि अब पार भएर कटिसकेर फ्लावरिङ स्टेजमा पुगेको छ।